Hello guys, welcome back in my channel. म हुँ इमरान अवस्थी र तपाईले हेर्दै हुनुहुन्छ अवस्थी ब्लग। आई होप तपाईँ पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अब तपाईलाई फेरि पनि आफ्नो इन्ट्रोडक्सन दिन्छु। मेरो नाम हो इमरान अवस्थी र म सिधै सुदूरपश्चिमबाट रिप्रेजेन्ट सुदूरपश्चिम गाइस। माया देखाइदिनु होला, सब्स्क्राइब गरिदिनु होला। भिडियो बनाउन गाह्रो छ आज चाहिँ, बाहिर चाहिँ किनभने यस्तो हावा चलिरहेको छ हेर्नु त। यस्तो टाइफोइड आयो मलाई टाइफोइडले के दियो भनेमा मलाई प्रेसर चाहिँ दिँदैछ, तर उडाउने छैन। ऊ हेर्नु त कसको कपडा आएको, भित्र नराखेपछि यस्तै हुन्छ। अब गाइस यो प्यान्ट मेरो हो के हो हेरमै? होइन 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 ऊ होइन 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 पानी पनि पऱ्यो त। ओइ अहिले किन पानी पऱ्यो? एकछिन रोक न यार, म भिडियो बनाउँछु। उयो चाहिँ कपडाहरू कसको छ? मेरो छ र? मेरो त छैन होला, छैन होला। भर्खरै उठेको अहिले चाहिँ दिउँसोको भर्खर उठेको भन्छ नि, भर्खर भिडियो बनाउनु चालु गरेको अहिले दिउँसोको 12 बजिसक्यो। त्यो पनि 12 बजीको हेर्नु मौसम यस्तो छ कि पुरै हरियारो रोडमा यस्तो पातहरू सबै झरेर यस्तो भएको छ। गाह्रो छ यस्तो यस्तो टाइपको यस्तो कि बबा लाउनुहोस् कि यस्तो रुखहरू यो सबै ढल्नु, अनि त्यसपछि मजा आउँथ्यो नि त। त्यो सानोतिनो टाइफोले के मजा आउँछ तिमीको? मजा आएन हौ टाइफो, तिमीले मजा दिलाएनौ। मिहिनेत गर, अरू जोडले मिहिनेत गर। यो सानोतिनो हावाले मलाई केही हुँदैन, हावाले उठायो भन्ने जस्तै। सबास कतिखेर यस्तो ढलाउँदैछ। अहिले भर्खर मोबाइल भिडियो बनाउनु भनेको त्यहाँ मोबाइल राखेको, मैले गरेर तल जोडेँ यार। आउनु जोरले आउनु न यार, यस्तो स्पिडमा के फ्रे मलाई यहाँबाट यस्तो होइन, यस्तो हावामा उडाएर त्यहाँ म उड्न चाहन्छु, हावामा उड्न चाहन्छु। तर यहाँ जापानको राशिफल अनुसार मेरो चाहिँ चरीको राशिफल हो कि चरी भन्छ त्यसलाई, चराको राशिफल उड्ने। मेरो भाग्यमा उड्न लेखिएको छ, म उड्न चाहन्छु हावामा। यस्तो हावामा ल, अरू हावामा तपाईँले सोचेको अर्को हावा, तर मलाई उड्ने मन छ कि यस्तो हावामा गरेर उड्ने मन छ। काममा साइकल चलाउनु गाह्रो हुन्छ। के भन्छ अहिलेसम्म के कल गरेको छैन, छिटो कल गर्ने या के गर्छ होला। यो बिचरा रुखतिर आउनु भएको थियो, यसको चाहिँ हालत यस्तो भइसकेको छ। बिचराको लागि दुखी छु म। स्कुल चाहिँ आज छुट्टी हो, स्कुल कहाँ हो र आज? मेरो पनि दिमाग छैन यार। जम गाइस, तल जानु पऱ्यो। माई गड यस्तो अवस्था छ यहाँनिर। उडाउने हावा आइरहन्थ्यो, एकचोटि चाहिँ पुरै मलाई फक्कै उडायो। यो ट्रकको माथि फालिदिनु हुन्थ्यो, के गर्ने? भनेको मान्दैन यो टाइफोले पनि, मान्छेले त मान्दैन। यो टाइफो के मान्छेहरू जान अब यार, बबाल आउँछ जस्तो लागिरहेको छ। त्यो रुखहरू देखेपछि अनि मलाई खत्रै हल्लिरहेको छ। अनि देखेर मैले भिडियो चालु गर्छु छिट्टै। आएन धोका दियो मलाई, धोका मिला है मेरेको। एम्बुलेन्सहरू आएकै छ। मान्छेहरू ह्यान्ड क्यास गर्ने मान्छेहरू ह्यान्ड क्यास गएर गएकै छन्। मलाई मात्र टाइफोहरूलाई केही छैन है। म चाहिँ काममा जानलाई भनेको आएको, त्यहाँ यस्तो हालत यस्तो छ, यस्तो हावा लागिरहेछ। साइकल चलाउन नि गाह्रो भइरहेछ। पुरै के साइकलमा कतिखेर स्पिडमा गएको साइकल चाहिँ झ्याप्पै रोकिँदैछ, कतिखेर पछाडिबाट धक्का मार्दैछ, कतिखेर चाहिँ यताउता ढल्ने अवस्था हुँदैछ कि आफैलाई। अहिले आफै ढलेको थिएँ झन्डै मासु। यस्तो छ, गाह्रो छ गाइस। के भन्छ नि त, काममा फोन गरेको कसरी आउने भन्छ, कसरी आउने नर्मल आउँछ त्यसै आसमानी यार। यस्तो छ अवस्था पनि बाँचेको गाह्रो छ।
हिँडाएर लग्नु पर्ला साइकल उसले गर्दाखेरि त्यो गमला 3टा राखेको थियो माथि त्यो चाहिँ पुरै ढलेको छ तल फेरि चाहिँ खासै छ त्यति मलाई त्यति पनि लागेन अनि खास टिटिकै छ तल खसेको सबै यस्तो चलिरहेछ ठिकै छ मैले चाहिँ अहिले माइक युज गरेको छैन किनभने माइक युज गरेर माइकमा यो हावाको साउन्ड चाहिँ बढी आउँछ यस्तो मोबाइलकोमा कमै आउँछ त्यसो पनि आउँछ आउन त रियल भोइस चिन्ने गाह्रो हुन्छ त्यसै यहाँनिर बसेर रेस्ट गरौँ गाइज मेरो पेट दुखिरहेको छ किन हो ग्यास्ट्रिक भएर होला सायद ग्यास्ट्रिक भोक के हो मलाई के हुन्छ कहिले के हुन्छ ग्यास्ट्रिक बढी हुन्छ आउनुहोस् तपाईँ पनि खेल्ने भएपछि मजा छ ए ट्रेन पनि चलिसक्यो र हिजो राति त अफ थियो त हिजो राति कति 8 हो यो 8 बजीतिर हिजो राति 8 बजीदेखि चाहिँ ट्रेन अफ गरेको थियो अनि अहिले चाहिँ के कति 2 बजीदेखि खुलेको सायद के त्यस्तै भन्दैछ एउटा दिदीले त्यस्तै होला म पिङ खेल्छु ल एकछिन गइस अनि त्यसपछि काममा जान्छु म आज थोरै छिटो नै आएको थिएँ कि रुमबाट त्यही भएर यस्तो मोज गर्दैछु तपाईँ पनि आउनुहोस् जापान आउनुहोस् यस्तो मोज गर्ने भएपछि शनिबारको दिन यस्तो या ल म चाहिँ काममा चाहिँ बल्ल तल्ल अरू दिन चाहिँ म 15-20 मिनट लाउँथेँ भने आज चाहिँ पुरै 20-45 मिनट जति लगाइहालेँ साइकललाई चाहिँ मैले यसमा बाँधेको छु किनभने यो साइकलहरू उता देख्न सक्नुहुन्छ तपाईँ सबै ढलेको छ नि त त्यही भएर यसमा बाँधेको छु अनि यसमा नढलोस् भनेर यहाँनिर स्क्र्याच आउँदैछ माइ गड यो हेर्नु त अस्ति टुटेको मैले यतिकै छोडेको छु यहाँ बनाएकै छैन नयाँ बनाउने हो भने चाहिँ कति हजार भनेको छु 1000 कति भनेको ए 1000 त्यो एउटा बिचको डन्टीलाई पनि 1000 भन्छ त्यसलाई झन् महँगो भन्छ होला यार अब काममा छिर्नु पऱ्यो गाइस अनि म आज ढिला नै भइसकेको अलरेडी त्यही काममा चाहिँ कामको टाइममा ढिला छैन त्यही पनि मैले जो टाइममा छिर्थेँ त्योभन्दा ढिलो भएको छ भनेको उहाँ चाहिँ यहाँको यो बिल्डिङ वरिपरिको एउटा गार्ड हो कि उहाँलाई चाहिँ म सधैँ आउँदाखेरि उहाँको फेमस भनिहाल्छु कि त्यो भएर मलाई यति आफै यस्तो गरिहाल्छु राम्रो मान्छे हुन्छ कि जापानमा सबै होइन थोरै मान्छेहरू थोरै मान्छेहरू खराब तर नेपालीहरू सबै खराब नेपाली जापानहरू सबै खराब हो कि म पनि खराब हो बेसी म काममा छिरेँ कपाल काट्दा जस्तो छ अब कपाल काटिदिनु सोचिरहेको तर यार यसो नकाटौँ सोचेको पहिला अब काटिदिउँ किन काटौँ भन्ने सोच्छु त्यो कन्फ्युज हुन्छ कतिखेर काटौँ कि नकाटौँ कन्फ्युज हुन्छ यदि सबैजनाहरू यसो कमेन्ट गर्नुहोस् त काटौँ कि नकाटौँ यदि यो भिडियोमा ल फेरि पनि च्यालेन्ज ल गाइस यो भिडियोमा यदि मेरो के भन्छन् कति रे के चाहियो र मलाई यो भिडियोमा लाइक चाहिएन भ्युज 500 200 ल 1000 भ्युज आइनुपर्ने हो यदि यो भिडियोमा मलाई 10 दिनमा 1000 भ्युज गर्छ भने 1000 भ्युज 1000 मात्रै त्यो पनि युट्युबमा 1000 गर्छ भने त्यसपछि म काटिदिन्छु कपाल दिस इज माई च्यानल ल च्यालेन्ज तपाईँलाई च्यालेन्ज छ यदि सक्नुहुन्छ भने पुरा गरेर देखाउनुहोस् म पनि आफ्नो काटेर देखाउँछु तर यसमा काममा सिकाएँ ल गाइस मेरो चाहिँ काम सिधिसक्यो तर आज चाहिँ यस्तो मन्सुनी एकदम मेरो सिट म्यानेजर हिरानो-सान जसको बारेमा म धेरै भन्न चाहन्छु उसले चाहिँ एउटा मन्सुनी काम गर्दै कि मलाई आज चाहिँ हिरानो-सान आरियातो चाहिँ मास नि कोकोरो खाएर आरियातो नि आज चाहिँ मलाई चाहिँ रुगा लागेको थियो रुगा लागेको मास्क लाउँदाखेरि चाहिँ काममा मास्क लाउनुपर्छ त्यसले गर्दा झन् समस्या हुन्छ चाहिँ कतिवटा ठ्याटो हुने सुसु अनि यो सिकान बग्ने त्यस्तो भइरहेको थियो अब सिकान बग्नु भन्दा पनि त्यस्तै मलाई प्रब्लम भयो टाइममा धारामा आएर यस्तो गरेन होइन हात धोइरहेको थियो उसले चाहिँ औषधि दियो औषध पनि यस्तो के दिनु नमिल्ने हामीहरूलाई दिनु नमिल्ने भन्दाखेरिमा अब उनीहरूले राखेको मेन चाहिँ यो कम्पनीले म्यानेजरहरूको लागि राखेको हुन्छ सिफ्ट म्यानेजरहरूको लागि उसले चाहिँ त्योबाट निकालेर मलाई दियो आफ्नो नामसामदेखि हाला मलाई चाहिएको छ भनेर अनि मलाई दियो अनि मलाई खा भन्यो उसले भने कि खाना खाएको छैन अहिले भन्यो मैले अहिले खाएको छैन अनि उसले भने जे मनपर्छ तँलाई जे मनपर्छ जुन खाने मन छ त्यो छिटो खा अनि त्यसको औषध खा भने मैले चाहिँ एउटा मलाई मनपर्ने मन त आज के मन पऱ्यो त टन्नै खाएको कारणले गर्दाखेरि मैले एउटा बनाएर खाएँ अनि उसले खायो ल कस्तो छ अनि पछि कस्तो छ भने उसले चाहिँ मलाई त्यति गरेर रुममा लगेर पनि खाएस् भनेर 2 टाइमको लागि औषध दिएको छ त्यो धेरै हो 2 टाइम भने तपाईँ नआस्नु त्यो धेरै हो
अहिले गएर साँझ पनि खाना खाएर खाइस् नबोलेर खाइस् भनेर भन्दै थियो। धेरै हो धेरै यता विदेशमा आएर कसै मान्छेले आमा जस्तो व्यवहार गरिदिनु भनेको धेरै हुन्छ, त्यति चिन्ता गरिदिनु भनेको छ। यो जस्तो भयो नि। थ्याङ्क सो मच गाइस, तपाईँलाई पनि सायद थ्याङ्क सो मच भिडियो हेरिदिएकोमा। तर यस्तो मलाई यस्तै छ अहिले खास चाहिँ अहिले चाहिँ यो हुरी बतास भन्ने टाइफो भन्ने कहाँ गयो अहिले चाहिँ छैन। केही बेरमा मैले बाहिर फुल फाल्न आउँदाखेरि चाहिँ थियो, म देखेर कहाँ हरायो थाहा भएन। अब चाहिँ मैले चाहिँ मेन के भन्नुलाई अहिले चाहिँ ठिकै बाटामा मैले क्यामेरा खोलेँ भन्दा नि यस्तो गाडी थियो नि, यस्तो गाडी के छोड्नु क्या। त्यो अस्ति मैले हेरेको के भन्छ जिटिआर भन्दा नि यस्तो बबाल गाडी थियो। तपाईँलाई त्यो मैले देखाउनु सकिनँ कि ऊ त्यहाँनिर छ एउटा गाडी, तर त्यो पनि बबाल छ। तर यस्तो गाडी चाहिँ छिनु मैले अब एक्सप्लेन नै गर्नु सक्दिनँ। मैले त्यो गाडीको नाम चाहिँ थाहा भएन के, मैले त्यो गाडी चाहिँ गएर बस्दिनँ त्यसलाई पिटेँ सोचेको थिएँ यार यस्तो राम्रो गाडी कि त्यो गाडीको नाम पनि भन्न सक्छु होला म। तपाईँले त्यो गाडीको नाम सुन्नु मन छ भने भनिदिन्छु ल म। त्यो गाडी भनेको चाहिँ पुलिसको गाडी हो कि पुलिसको गाडी त्यो गाडीमा पुलिसहरूलाई पिटेर त्यसमै बस्दिनै सोचिरहेको। अब भयो नबसौँ भनेर भोलि र पर्सि काम चाहिँ त्यही भएर अब 2 दिन छुट्टी भएको दिन बस्नु पर्ला। एक दिन पिट्यो भने 2 दिन खोरमा बस्यो, खानाको पैसा बाँच्छ, त्यही भएर खोरमा बस्नु पर्ला। अब भने चाहिँ मेरो चाहिँ भोलि चाहिँ काम छ। आइतबार भोलि नै भयो। सोमबार चाहिँ छुट्टी छ। सोमबार चाहिँ मेरो सेभेन काकोको इन्टरभ्यू पनि छ, छुट्टी पनि छ। राम्रै भयो त्यो दिन चाहिँ, नत्र 1 घन्टा सिफ्ट घटाउनु पर्ने थियो किनभने साँझ 5 बजीदेखि हाम्रो यो निहुङ्गोको टेस्ट हुन्थ्यो भन्ने थियो। 1 घन्टा जति त्यसमा लाग्थ्यो, त्यही भएर 1 घन्टा घटाउनु पर्छ यो सिफ्टमा। राम्रै भयो, ठिक छ। अहिले चाहिँ म बिच बाटोमा बसेर भिडियो बनाउँदैछु। मान्छेहरू आउँदैछन् जाँदैछन्, मान्छेलाई डिस्टर्ब हुन्छ होला। अहिले रुममा गएर के भन्छ होला, नभन्न पनि सक्छु होला।